होइन हाल हाल गङ्गा फेरि ल्याउँछ फेरि ल्याउ माल ल्याउँछ पोल यहाँ छ ए कहिलेसम्म मुख्यमन्त्री सुरेश घेरामा मुख्यमन्त्री मुर्दाबाद मुख्यमन्त्री मुर्दाबाद मुख्यमन्त्री मुर्दाबाद नेपाली कांग्रेस जिन्दाबाद सिमेन्ट ल्याउनु माल ल्याएर आउन यसो छोड्न पर्यो हजुरले च्याप्पै छेकिदिनु भयो मुख्यमन्त्री मुर्दाबाद मसला मसला कांग्रेसको नाममा कलङ्क मुर्दाबाद मिडिया साथीभाइले जनताको आवाज उठाउनु है किन भन्दाखेरि नभएको न्युजहरू ब्याड न्युज हैन जनताको बारेको कुरा हाल्नुहुन्छ नि हाल्नु यहाँ तपाईले भनेको कुरा हाल्नु के जनताको कुरा तपाई के भन्नु भनाइ चाहिँ यसो जस्तै फेवातालमा आजदेखि खम्बा गाडियो नि हजुर म भन्छु यो मापदण्डको उसमा खुट्याउनको लागि हस् म भन्छु तपाईले स्थानीय बासिन्दाले के भन्नुहुन्छ ल भन्नुस् त हजुर म यहाँको ढाका भट्टराई म यहाँको एकदम स्थानीय पुरानो मान्छे अहिले सर्वोच्चको फैसला अनुसार 65 मिटरमा उहाँहरूले चाहिँ पोल गाड्दै हुनुहुन्छ न उहाँहरूसँग कुनै परियोजना छ न यहाँ कुनै एउटा गार्डन के बनाउने भन्ने कुनै परियोजना छ केही छैन न मुआब्जाको कुरो छ उहाँहरूले एउटा सर्वोच्चको फैसलालाई टेकेर अहिले जबरजस्ती यहाँ पोल गाड्दै हुनुहुन्छ यसको मतलब हामी जनतालाई उहाँले यति अन्याय गर्नुभएको छ कि यति मान्नुहोस् तपाईँले तपाईँको आफ्नै घरमा कसैले लगेर पोल गाड्छ भने तपाईँले सहन सक्नुहुन्छ र उहाँहरूसँग कुनै भिजनै छैन न यहाँ कुनै सुन्दर एउटा पार्क बनाउने हो न के हो आजभन्दा 2036 सालमा हाम्रो हजुरबाले कुमागाना पार्क र तपाईँको चाहिँ तलपट्टिको चाहिँ अहिले केदारेश्वरको जग्गा हामीले दियौँ त्यहाँ अहिले हेर्न जानुहोस् झार उम्लिएर बसिरहेको छ केही विकास भएको छैन
अब यहाँ लिएर उहाँहरूले के गर्नुहुन्छ उहाँसँग कुनै परियोजनै छैन यो उहाँको चाहिँ यो जबरजस्ती हामी जनताहरूलाई उहाँहरूले तडपाउनु भयो के धन्यवाद गर्नुपर्ने थियो त सर्वोच्चको व्याख्यै गलत बस्छ यहाँ सर्वोच्चले 2075-1/16मै जनतालाई चित्त बुझाएर मात्रै लिनु कहाँ कहाँ चाहिन्छ चाहिए मात्रै लिनु भनेको छ खोइ त तपाईँलाई बुझाएको त सर्वोच्चले लेखेको सर्वोच्चका के आदेश यहाँ पनि छन् ल जनताको विषयमा छैन यहाँ जनताको सम्पत्तिको विषयमा छैन अनि बुझ्नु पर्दैन मिडियाले पनि नेताहरूले पनि होइन न मापदण्डको विषयमा क्लियर छ 65 किन चाहिएको भने त्यही क्वेसन गरेको छ होइन चाहिएदेखि लिनु कुन ठाउँमा लिएको यकिन गर्नु भनेको छ दूषित जग्गाहरू पहिला लिएर आऊ भनेको छ त्यसपछि आएर मानबहादुर जीशुको पालामा 15 दिने सूचना निकाल्यो फेरि उच्च अदालतले त्यही 75को फैसलालाई टेकेर जनताको मुआवजा उचित मुआवजा दिएर मात्रै जनतालाई सम्पत्तिमा डोजर लाउनु भने डोजर रोक्यो त्यो हजुरको कति मिडियामा नि आयो होला अनि फेरि अहिले आएर त्यही कुरा पुरा नगरिकन आफूहरूले अदालतले दिएको टाइममा केही गर्न नसकेको हुनाले आफू बच्नको लागि आफू मानहानिबाट बच्नुको लागि त्यो झाडा टार्ने काम गरेर पोल देखाएर बजार खाने काम गरेर अर्थको काम गरे हुन्छ डिपिआर तयार गर्नु पर्यो कस्तो खालको 65 बनाउन खोजिया हो संसारमा समुद्रको छेउछाउमा होटल छन् गुवामा जानुहोस् जातिको जानुहोस् तालभित्र होटल छन् यहाँ ढल छिराउनेहरूलाई तपाईँको चाहिँ कारवाही गरेको छैन आफ्नो मान्छे भनेर छोडेको छ त्यत्रो बाढीले तालपुर राखेको छ गर्नुपर्ने पहिला काम गरेको छैन जनताले कसले दिनु भनेको छ मैले दिन्छु पहिला सबभन्दा पहिला ल भन्नुहोस् यहाँ लाखौँ जनताहरूको करोडौँ वास्तवमा के हो भने यो फेवाताल वरिपरि 65 मिटरको मुद्दा एउटा हो है मुद्दाको शीर्षकै फरक छ र यिनीहरूले अहिले जहाँ त्यो पिलर गाड्न लागेको छ त्यो पिलर गाडेकोबाट 20-25 मिटरभित्र चाहिँ 3टा पिलर छ पुण्य प्रसाद पौडेलले वर्षायामको हिउँदेयामको को भनेर 3टा पिलर गाडेकै छ अहिले यिनीहरूले न नापी छ समन्वय छ न मालको कुनै त्यहाँको नापी नक्सा नल्याइकन यिनीहरूले डिजिटल ड्रोनबाट खै नक्सा नापिन्छ नगरपालिकाको एउटा भाडामा चाहिँ कर्मचारी राखेर नापेर यिनीहरूले के गरे अहिले चाहिँ त्यो के अरे चङ्खुपुरसम्म 1 किलोमिटर टाढासम्म मार्किङ गरेछ खेतलाई 65 मिटर भनेर यिनीहरूले जतापाई उतै त्यो गरेर जनतालाई चाहिँ राज्य आतङ्क गर्ने कुरा भएन सिद्ध्याउने काम हो फेवातालको मापदण्डभित्र पर्यो भनेर जुन दाबी गर्ने छन् तपाईँको पनि जग्गा छ कि छैन छ कति नम्बर वडाभित्र मेरो 18 नम्बर मेरो विकास लामी छ नि मेरो चाहिँ जग्गा एउटा नापी नक्साबाट 300 मिटर 700 मिटर 1000 मिटर टाढा 1000 मिटर टाढाको जग्गालाई समेत यिनीहरूले मार्किङ गरेको छ यिनीहरूले मार्किङ गरेर आजीवन जिन्दगीमा पानी नै छैन यिनीहरूले के गरे यिनीहरूले चाहिँ एकचोटि ठुलो बाढी आयो नि बितन्डा आयो नि त्यो मुढासुडा लिएको चाहिँ त्यो बेलामा यिनीहरूले बाँध ठेलिएपछि त पानी त ओभरफ्लो हुन्छ नि जसरी काठमाडौँमा मनहरा डुबाउँछ होइन काठमाडौँ चोबारमा डुबायो त्यस्तै डुबाएकोमा कहाँ ड्रोनबाट फोटो खिचेर यिनीहरूले यही हो ताल भनेर त्यो के हचुवाको भरमा त्यो त्यसलाई आधार माने न सरकारवाला छ स्टेक होल्डर छ यिनीहरूले चाहिँ कहिले सल्लाह गरे मैले 200 चोटि मेयरलाई भने हामीलाई राख्नुहोस् न हामी तपाईँलाई सल्लाह दिन्छौँ कहाँ के हो म एक दिनमा सल्भ गरिदिन्छु तपाईँहरूको समस्या यो 65 मिटरको चित्त बुझाएर भनेको हामीलाई जिन्दगीमा यो एकचोटि नै बोलाएन यो पर्यटन परिषद भने फाल्टु यो बाटोभन्दा माथिका होटल व्यवसायी जसको छैन नि उनीहरूलाई बोलाएर यो निर्णय भएको छ अहिले पर्यटन परिषदलाई अस्ति 2 दिन अगाडि मिटिङ बस्यो र हिजो पत्रकार सम्मेलनमा पनि म झुकिएर गएको थिएँ त्यहाँ पत्रकारलाई नि 10 मिनट उहाँहरूलाई प्रश्न राख्न दिनु भएन 2-4वटा प्रश्न राख्दाखेरि भयो अहिले भयो तपाईँलाई भयो जानुहोस् भनेर भनेको उहाँहरू पनि हुनुहुन्थ्यो यिनीहरूले कस्तो तरिका यिनीहरूले यसलाई सिरियसनेसै लिएको छैन यिनीहरूले होइन यो जग्गा कुन कहाँ हो कस्तो के हो होइन बाँधदेखि सबै जग्गा अधिग्रहण हुँदै आएको जग्गाहरू हो अब त्यो क्याम्पिङ चाहिँ 38 सालमा अधिग्रहण गरेको अहिले स्विमिङ पुल बनेको छ नि जुन हामीले त्यहाँ भ्यू हेर्छौँ नि त्यहाँसम्म खेत थियो त्यही भएर त्यो स्विमिङ पुल त्यहाँ बनाएको हो कि तालमा बनाएको होइन त्यो कुरा थाहा हुँदाहुँदै पनि यसलाई समस्यालाई फेवाताल संरक्षण गर्ने नाममा यसमा राजनीति गर्ने पैसाको चाहिँ चलखेल गर्ने यसलाई समाधान गर्ने यो त क्यान्सर जस्तो भयो क्या तपाईँ चाहिँ यो ग्यास्ट्रिकलाई बिगार्दा अल्सर अनि बिगाएर क्यान्सर बनाएपछि त खान पाइयो नि जसको घर जग्गा छैन उसले चाहिँ निर्णय गर्ने उसको ठाउँै छैन त उसले त्यसै गरी गर्ने सबै बैदामवासीहरूले पोल आतङ्क मुख्यमन्त्री र मेयर मिलेर बैदाममा खडा गरिएको पोल आतङ्क भनेर स्थानीयवासीहरूले बुझेका छौँ हामी सबैको एउटा मात्रै गम्भीर प्रश्न छ यो महानगरसँग र यो मुख्यमन्त्रीको कार्यालयसँग
एउटा मात्रै प्रश्न के हो त भने हरेक ठाउँका निर्णयहरू हरेक ठाउँका योजनाहरू कार्यान्वयन गर्नका लागि जहाँ पनि पहिलो स्टेप सर्वप्रथम राज्यले अपनाउनु पर्ने पहिलो विधि भनेको स्थानीय सरकारवालासँग छलफल हो। तर यो महानगरको चाहिँ कार्यपालिका महानगरका नेताहरू यो मुख्यमन्त्री लगायत यो मुख्यमन्त्रीको सरकार यहाँका जनताहरूसँग एउटा पनि छलफल गर्न चाहँदैन। भोलि के हुन्छ पनि भन्न चाहँदैन। तर आतङ्ककारी शैलीमा पुलिस ल्याएर एकाएक यो किलो आतङ्क चाहिँ विगत हिजोबाट बैदाममा चाहिँ जो गरिएको छ यसमा चाहिँ हामी सबै बैदामवासीहरूले अन्यायको महसुस गरेका छौँ। हाम्रा आवाजहरू जनताका बिचमा पुग्नै पाएका छैनन्। हाम्रा जनताका बैदामवासीहरूका बातचित सुनिएको पनि छैन। यहाँलाई अर्को एउटा कुरा भनौँ, वडा नम्बर 6 पोखरा महानगरपालिका वडा नम्बर 6 दुईटा भौगोलिक क्षेत्रमा विभाजित छ। यसको तकरिबन 60% भन्दा बढी भूभाग पानीमा छ र यसको 40% भूभागमा मात्रै बैदामवासीहरू बस्छन्। यो मर्मलाई यो प्रतिवेदनले समेटेको छ? यो मर्मलाई यो प्रतिवेदनले समेट्न सकेको छैन। त्यसले गर्दा यो एउटा वडा जुन 60-65% भूभाग पानीमा पर्छ, बाँकी भूभाग मात्रै पानीभन्दा बाहिर पर्छ जहाँ स्थानीयवासीहरू बस्छन्। यो मर्मलाई यो प्रतिवेदनले यो मापदण्डले समेट्नुपर्ने हो। यो कुरामा पनि निकै कन्जुस्याइ छ। सरकार छलफल गर्ने तागतमै छैन। उहाँहरू स्थानीय सरकारवालासँग किन छलफल गर्न चाहनुहुन्न? यहाँ किलो गाडी हो भनेर थाहा पाउने अधिकार बैदामवासीलाई छैन? तालको छेउमा बस्नेलाई छैन? तालमा जग्गा पर्नेलाई छैन? आफ्नो व्यक्तिगत पूर्जा भएको जग्गा पानीमा परेकाहरूलाई छैन त कुरा बुझ्ने अधिकार? तर यो सरकार जनतालाई सामान्य खबर पनि गर्न चाहन्न, सरकारवालासँग छलफलै नगरिकन आफ्नो निर्णय लाद्न चाहन्छ। त्यो पनि गुण्डागर्दी शैलीमा प्रहरी ल्याएर नगर प्रहरी ल्याएर जनताका आवाजलाई बाहिर निकाल्न नदिकन दमन गरेको शैलीमा यो जुन विगत हिजोदेखिबाट भइरहेको यो पोलवाला चाहिँ राजनीति छ यो चलिरहेको छ। यसमा हाम्रो गम्भीर आपत्ति छ र यसको निकास एउटा मात्रै छ। यदि कुनै पनि सरकार यो आफ्नो कार्यक्रम लागू गर्न चाहन्छ, अदालतको फैसला कार्यान्वयन गर्न चाहन्छ, पहिलो प्रक्रिया भनेको स्थानीय सरकारवालासँग बसेर छलफल गरेर तिनका कुरा लिएर अगाडि बढ्ने हो। यो कुरामा मुख्यमन्त्री पनि तयार हुनुहुन्न, यो कुरामा मेयर पनि तयार हुनुहुन्न। यसमा सबै बैदामवासीको गम्भीर आपत्ति छ र हाम्रो सरकार हाम्रा जनप्रतिनिधिले हामीमाथि अन्याय गरेको, हाम्रो आवाजलाई दबाएको भन्ने हामीले महसुस गरेका छौँ। धन्यवाद। यो पुनःबाट आएपछि जुन तपाईँको अहिले तालकै किनारमा जसरी यो अहिले जो सीमा गाडिएको छ, मलाई यसले त अर्को माथि 65 जाने जस्तो सङ्केत देखिएको छ होइन। यसमा अझ थप यहाँको वडावासी अझ पीडितमाथि पीडित हुन्छ। जहाँ कतिपय चाहिँ व्यक्तिलाई के लागेको पनि छ भने यो 65 जाँदाखेरि केही यो भित्रपट्टि धेरै यो बाटो पछि चाहिँ जुन यो फुटट्र्याक बनाएको छ यो कुनै चाहिँ पछि बनाइएको कुरा हो। यो चाहिँ कतिले चाहिँ मोडा भएर अहिले व्यवसाय पनि गर्नुभएको छ। यो खास कसैलाई पनि यो मोडा चाहिँ होइन, तर कतिपय मान्छेलाई यहाँ चाहिँ 65 लियो भने यस 65 पछि मेरो मोडा बन्छ भन्ने केही व्यक्तिगत स्वार्थ पनि यहाँका वासीहरूको होइन नभएको होइन छ। तर जो जतिले अहिले यो चाहिँ 65 कसैको गर म मोडा परमला भन्ने मान्छेलाई नि यो ठुलो प्रहार हुनेछ। किनभने अर्को तपाईँको 20-25 मिटर अहिले जुन जहाँ सीमाङ्कन अहिले सीमास्थलमा गाडी हो हजुरले देखिराख्नु भएको छ, योबाट अब 65 जाने यो माथि। तर मान्छेलाई चाहिँ त्यो के सोध्छ भने पहिलाको जुन यो तालमा चाहिँ भएको चाहिँ सीमा स्तम्भ थियो 2टा होइन, पुण्य र विश्वप्रकाश लामिछानेको बेलामा, तर त्यो सीमा कहाँ गयो थाहा छैन। अहिलेको जुन यो अहिले सीमा स्तम्भ फेरि भएको छ त्यो मलाई लाग्छ यो पछिको अहिले यो समिति मुख्यमन्त्रीज्यूको संयोजनमा बनेको समितिले एउटा मिटिङ पछि यो गाडिएको छ। यसले चाहिँ मलाई लाग्छ थप अझ हाम्रो वडावासी जटिलता हुनेछ। जस्तो अब भनेपछि अब यसको समाधान अब यो सहजै देखिने जस्तो देखिएन। अब के भन्नुहुन्छ त यहाँ महानगरको एउटा तपाईँकै एउटा यहाँको प्रतिनिधि पनि हुनुहुन्छ। अनि म आफै एउटा होइन जनप्रतिनिधि, म आफै यसको पनि मेरो पनि जग्गा थोएको होइन। यहाँ बोमराङसँगै मेरो जग्गा छ, मेरो पनि एक रुपियाँ चाहने जग्गा छ। कतिपय चाहिँ 5-6 जग्गा यसमा जान्छु होला, त्यो ठिकै छ। तर चाहिँ जो जति यहाँ हजुरको चाहिँ 3 पुस्तादेखि जलारी समुदाय पेसा गरेर जो बस्नु भएको छ होइन उहाँहरूलाई तपाईँको अहिले सरकारले नै आज घाँस कपास नभएकोलाई राज्यले नै एउटा चाहिँ होइन पुनः लाल पूर्जा दिएर सेतो पूर्जा वितरण भइसकेको अवस्था छ भने कोही पनि सुन्नुबासी नहोस् भनेको अवस्थामा पछिल्लोपल्ट यो जुन पुनःपाठ आयो त्यसपछि हाम्रो कतिपय स्थानीय जलारी चाहिँ समुदायहरू 3 पुस्ता चाहिँ जुन माछा पालेर होइन आफ्नो जीविका पार्जन गर्ने उहाँहरूलाई धरि चाहिँ रातको निन्द्रा हराम भइरहेको छ। किनभने उहाँहरूलाई झन् थप एकदम मर्माहित बन्नुभएको छ। उहाँहरूलाई कमसेकम यो राज्यले ठिक छ हुने खानेलाई चाहिँ केही समस्या भयो, कतिपय चाहिँ यहाँ तपाईँको 2 आना 3 आना लिएर बस्ने चाहिँ जुन किनारमा होइन व्यवसाय गर्ने मान्छेहरू उहाँहरूलाई चाहिँ जनताहरूको उठीबास हुनेछ। तर उहाँहरूलाई व्यवस्थापन गर्नु पर्दैन। पहिला उहाँलाई व्यवस्थापन गरेर अथवा म वडा अध्यक्ष छु, मसँग पनि यहाँको सरकार कति नागरिकहरूलाई
बोलाएर उहाँहरूको चाहिँ समस्या के हो र उहाँहरू पनि यो मुआवजा लिएर जग्गा छोड्न तयार हुनुहुन्छ, तर 40-50 वर्षसम्म यो जग्गा फ्रिजिङ भएको अवस्था न राज्यले तपाईँको उहाँहरूले चाहिँ होइन कहीँ चाहिँ तपाईँको मालपोतले इजाजत दिएको छैन, वडाले सिफारिस दिन मिल्दैन, यो भित्र परेको जग्गालाई कोही ब्याङ्क वित्तीय संस्थामा भित्र राख्न पनि पाउँदैन, उहाँले जग्गा बेच्न पनि पाउनु भएको छैन होइन। कति उहाँहरूलाई चाहिँ 40-50 वर्षसम्म पीडा छ, तर अहिलेको फेरि यो स्तम्भले मलाई लाग्छ थप पीडामाथि पीडा भएको जस्तो मैले महसुस गरेको छु। तर सन्देश चाहिँ यसो हेर्दा दिँदैमा तपाईँको होइन अन्न पनि देखिएको छ। अब हामीले धेरै होइन देश विदेशमा नि हजुरको तालहरू हुन्छ, तालकै नजिक तपाईँको चाहिँ ठुल्ठुलो बिल्डिङहरू भएको छ, तर त्यसलाई चाहिँ ढल व्यवस्थापन कसरी गर्ने, ताल प्रदूषण कसरी चाहिँ होइन नहुने कुरामा त राज्य लाग्नु पऱ्यो नि होइन। जनतालाई उठीवास गराएर तालको नाममा चाहिँ ताल सफा तर यहीँको चाहिँ वरिपरिको चाहिँ बसेका बासिन्दाले मात्रै ताल फोहोर गराएछ भन्ने यो सन्देश चाहिँ झुटा हो। किन यो ताल चाहिँ तपाईँले देखिरहनु भएको छ, हिजो माथिबाटै होइन माथि र ढल ल्याएर सिधै हालिराखेको छ। हिजोदेखि नै तपाईँको यो संरचना यो काम गर्ने विकासको काम गर्दाखेरि विकृति भइरहेको छ। हिजोदेखि तपाईँको जति पनि विकास निर्माण कामले यहाँले देखिरहनु भएको छ, बिन्दुवासीदेखिको माथिको पानी सबै लेकमा आउँछ होइन, सबै ढल यहीँ मिसाइएको छ। त्यसकारण तपाईँ जति माथिबाट चाहिँ सिल्डेसन आइराखेको छ, भुसै भइराखेको छ, त्योतिर चाहिँ तपाईँको संरक्षण गर्ने ध्यान छैन होइन। त्यतातिर पनि ध्यान हुनु पऱ्यो र खालि वरिपरि बसेका चाहिँ व्यवसायले मात्रै ताल प्रदूषण गराएछन् भन्ने चाहिँ एउटा चाहिँ त्यो नकारात्मक सन्देश हो। तर यसैलाई मध्यनजर गरेर माथि बस्ने उच्च निकाय बस्ने चाहिँ होइन संवेदनशील अङ्गमा जस्तै सर्वोच्चको मुख्य न्यायाधीश जस्तो मान्छेले अलिक फिल्ड भिजिट गरेर यहाँको चाहिँ पुराना चाहिँ जो हाम्रो अग्रज बुवाहरू उहाँहरूसँग सरसल्लाह लिएर फेवातालको चाहिँ विषयमा जो चाहिँ होइन यसको विषयमा उहाँ अवलोकन हुनुहुन्छ, जो विज्ञ हुनुहुन्छ, उहाँहरूसँग नै राय सल्लाह परामर्श लिएर बल्ल हजुर यस्तो निर्णय गर्नुपर्ने कुरा हो। तर यसले पछिल्लो पूर्ण पाठमा झन् हजुरको धेरै नागरिकलाई झन् जटिलता भएको छ। किनभने यहाँको मैले चाहिँ जति पनि नागरिकसँग मैले समन्वय गरेँ, उहाँहरू सबै तपाईँको अहिलेको चलन चल्तीमा होइन कति छ अहिले यो तपाईँको सरकारी रेट भएन, हाम्रो चलन चल्ती अनुसारको तपाईँको जग्गाको एक रुपियाँबाट कति चाहिँ त्यसको चाहिँ होइन मुआवजा दिनुपर्ने हो। यदि छ राज्यलाई पनि मैले पटक मेयर साहबलाई पनि भनेको छु, यो समितिलाई पनि भनेको छु, यदि राज्यसँग पैसा छैन भने यसको चाहिँ ल्यान्ड पुलिङ पनि हामी जान सकिन्छ होइन। तपाईँ जम्मै 109 रोपनी जग्गा परेको छ, यो कतिपय जग्गालाई यहाँको उचित मुआवजा दिएर हजुरको भेडी फारममा तपाईँको मलाई 1500 जग्गा त्यसै अल्पत्र विभिन्न ठाउँमा चाहिँ सरकारी जग्गा छ, अनि त्यस्तो ठाउँमा चाहिँ ल्यान्ड पुलिङ गरेर भए पनि यहाँको बासिन्दा समाधान हुन सकिन्छ। तर यहाँ चाहिँ कसैलाई पनि त्योतिर चाहिँ यो महानगर होइन अब यो समिति कसैले पनि त्यतिर चाहिँ ध्यान नदिने, एकैचोटि जनताको उसमा आएर यसरी चाहिँ फेरि होइन सीमा यस्तोमा गाड्दाखेरि त मान्छेलाई अझ झन् थप होइन पीडामा मान्छेलाई आतङ्कित बनाउने काम जस्तो लाग्छ।